परीक्षाको मौसम सुरु भयो, होइन त? अनि योसँगै आउँछ तनाव, विद्यार्थी र परिवार सबैका लागि। तर के यो तनाव सधैँ हाम्रो शत्रु नै हो त? कि यसलाई साथी पनि बनाउन सकिन्छ? आउनुहोस्, आज हामी यही परीक्षाको तनावको गहिराईमा पुगेर यसलाई व्यवस्थापन गर्ने केही व्यावहारिक तरिकाहरू खोज्नेछौँ। आजको हाम्रो यात्रामा हामी सबैभन्दा पहिले तनावको अनुभव कस्तो हुन्छ भन्नेबाट सुरु गर्नेछौँ। त्यसपछि यसको पछाडिको विज्ञानलाई बुझ्ने प्रयास गर्नेछौँ र अन्त्यमा विद्यार्थी, अभिभावक र शिक्षकहरू सबैका लागि काम लाग्ने केही ठोस उपायहरूबारे कुरा गर्नेछौँ। ल, सुरु गरौँ है त। ल, अब पहिलो खण्डमा प्रवेश गरौँ। यो प्यानिक बटन अर्थात् परीक्षाको बेला हुने त्यो अत्याशा लाग्दो अनुभव, यो शारीरिक र मानसिक रूपमा कस्तो हुन्छ, आउनुहोस् यसलाई अलि नजिकबाट निहालौँ। यो सायद धेरैले अनुभव गर्नुभएको होला। रातभरि पढेर सबै तयारी गरेर परीक्षा हलमा गयो, तर प्रश्नपत्र हातमा पर्ने बित्तिकै दिमाग पुरै खाली, सबै पढेको कुरा कता गयो कता। यदि यस्तो हुन्छ भने एउटा कुरा मनमा राख्नु एकदमै जरुरी छ। हो, यो सुन्दा अचम्म लाग्ला, तर यो अनुभव हुनु भनेको कमजोर हुनु होइन। यो हाम्रो दिमागको एउटा एकदमै सामान्य प्रतिक्रिया हो र सबैभन्दा राम्रो कुरा के हो भने यसलाई व्यवस्थापन गर्न सकिन्छ। त्यसो भए प्रश्न उठ्छ, हाम्रो दिमागले परीक्षा जस्तो कुरामा किन यस्तो डरलाग्दो प्रतिक्रिया दिन्छ त? आउनुहोस्, यसको पछाडि लुकेको विज्ञानलाई अलिकति सरल भाषामा बुझौँ। यो कुनै सानोतिनो समस्या होइन। अध्ययनहरूले के देखाउँछ भने संसारभरिका 20 देखि 40% किशोर किशोरीहरूले परीक्षाको बेला गहिरो चिन्ता महसुस गर्छन्। सोच्नुहोस् त, यसले उनीहरूको मानसिक स्वास्थ्य र पढाइमा कति असर पार्दो हो। हाम्रो तनावको जड हो हाम्रो मस्तिष्कको अलार्म सिस्टम। मस्तिष्कको एउटा पुरानो भाग अमिग्डालाले खतराको घण्टी बजाउँछ। तर समस्या के हो भने यसले जङ्गलको बाघ र परीक्षाको प्रश्नपत्र बीचको फरक छुट्याउन सक्दैन। त्यसैले परीक्षाको दबावलाई पनि यसले जीवन मरणको सवाल मानेर सर्भाइभल मोड अन गरिदिन्छ, जसले गर्दा हामी आतंकित हुन्छौँ। तर सबै तनाव खराब पनि हुँदैनन्। यो स्ट्रेस पर्फर्मेन्स कर्भलाई हेरौँ त। यसले के देखाउँछ भने जब तनाव एकदमै कम हुन्छ, हामीमा प्रेरणा नै हुँदैन, काम टार्ने बानी लाग्छ। तर जब तनाव ठिक मात्रामा हुन्छ, यसले हामीलाई सतर्क बनाउँछ, ध्यान केन्द्रित गर्न मद्दत गर्छ र हाम्रो प्रदर्शन पनि उत्कृष्ट हुन्छ। तर जब तनाव त्यो उत्तम बिन्दुभन्दा माथि जान्छ, तब समस्या सुरु हुन्छ। धेरै तनावले आतंक पैदा गर्छ, पढेको कुरा सबै बिर्साइदिन्छ र प्रदर्शन वात्तै घट्छ। हाम्रो दिमागले तर्क गर्नुको सट्टा खतराबाट कसरी बच्ने भनेर मात्र सोच्न थाल्छ। त्यसो भए मुख्य कुरा के हो भने हाम्रो लक्ष्य तनावलाई पुरै हटाउने होइन, बरु यसलाई सही मात्रामा राख्ने हो। थोरै दबावले हामीलाई अघि बढ्न मद्दत गर्छ। यो भनेको पेन्सिललाई तिखार्नु जस्तै हो, भाँच्नु जस्तो होइन। ल, सिद्धान्तका कुरा त भए, अब व्यवहारमा जाउँ। विद्यार्थीहरूले आफ्नो पढ्ने बानी सुधारेर तनावलाई सही स्तरमा राख्न के कस्ता रणनीति अपनाउन सक्छन् त? पहिलो तरिका हो इट द फ्रग, अर्थात् दिनको सुरुवात नै सबैभन्दा गाह्रो वा मन नपर्ने विषयबाट गर्ने। यसो गर्दा बाँकी दिन हल्का महसुस हुन्छ। दोस्रो, एक्टिभ रिकलको अभ्यास गर्ने, अर्थात् किताब बन्द गरेर आफूले पढेको कुरा सम्झिने र लेख्ने प्रयास गर्ने। अनि तेस्रो, नियमित रूपमा रिभिजन गर्ने, जसले आत्मविश्वास बढाउँछ। यो कुरा बुझ्न एकदमै जरुरी छ। धेरैजसोले नोटहरू खाली पढेको गर्छन्, तर परीक्षाले यो त देखेको जस्तो लाग्छ भनेर सोध्दैन, बरु यो के हो लेख भनेर सोध्छ। अर्थात् परीक्षाले दिमागमा भएको जानकारी बाहिर निकाल्ने क्षमता जाँच्छ, चिन्ने क्षमता होइन। अब पोमोडोरो प्रविधि, यो ध्यान केन्द्रित गर्न र नथाक्नका लागि एकदमै प्रभावकारी छ। 25 मिनट पुरा ध्यान दिएर पढ्ने, त्यसपछि 5 मिनटको ब्रेक लिने। यो चक्र 4 पटक गरेपछि एउटा लामो ब्रेक लिने। यसले पढाइलाई व्यवस्थित र रमाइलो बनाउँछ। पढ्ने तरिका त भयो, तर परीक्षा हलमा वा तनावपूर्ण अवस्थामा तत्कालै हुने त्यो आतंकलाई कसरी शान्त पार्ने त? अब हामी यस्तै केही तुरन्तै काम गर्ने प्रविधिहरू हेर्नेछौँ। जब दिमाग खाली हुन्छ र मुटुको ढुकढुकी बढ्छ, यो बक्स ब्रिदिङ प्रविधिले तुरुन्तै शान्त बनाउन मद्दत गर्छ। 4 गिन्दासम्म बिस्तारै सास भित्र लिने, 4 गन्दासम्म रोक्ने, 4 गन्दासम्म बिस्तारै बाहिर फाल्ने र फेरि 4 गन्दासम्म रोक्ने। यो चक्र केही पटक दोहोर्याउँदा शरीरको अलार्म सिस्टम शान्त हुन्छ।
विद्यार्थीको तनाव व्यवस्थापनको यात्रामा उनीहरू एक्लै हुँदैनन्। उनीहरूको वरपरको वातावरण, विशेष गरी अभिभावक र शिक्षकहरूको भूमिका एकदमै महत्त्वपूर्ण हुन्छ। वयस्कहरूले भावनात्मक सुरक्षा दिनु सबैभन्दा महत्त्वपूर्ण हो। नतिजा जस्तो सुकै होस्, हामी साथमा छौं भन्ने विश्वास दिलाउने, प्रयासको कदर गर्ने र अरूसँग तुलना गरेर कहिल्यै पनि हीनताबोध नगराउने। जब विद्यार्थीले सुरक्षित महसुस गर्छ, उसको प्रदर्शन आफै राम्रो हुन्छ। घरमा स्वस्थकर खाना र पर्याप्त निद्राको ख्याल गर्ने, पढाइको लागि व्यावहारिक तालिका बनाउन सघाउने र परीक्षाको डरबारे खुलेर कुरा गर्ने वातावरण बनाउने, यी ससाना कुराहरूले साँच्चै नै ठूलो फरक पार्छन्। अब अन्त्यमा परीक्षाको समग्र महत्त्व र विद्यार्थीको आत्ममूल्यबारे एउटा बृहत दृष्टिकोण राखौं, जुन सायद सबैभन्दा महत्त्वपूर्ण छ। यो अन्तिम तर सबैभन्दा महत्त्वपूर्ण सन्देश हो। परीक्षाले ज्ञानको एउटा सानो अंश मात्र जाँच्छ। यसले कुनै पनि व्यक्तिको समग्र योग्यता, बुद्धिमत्ता वा भविष्यको फैसला गर्दैन। विद्यार्थीहरूले आफ्नो सक्दो प्रयास गर्ने हो, तर आफ्नो मानसिक स्वास्थ्यलाई पहिलो प्राथमिकतामा राख्ने हो। अनि अभिभावक र शिक्षकहरूका लागि तपाईहरूको माया र आश्वासन नै युवाहरूका लागि सबैभन्दा ठूलो सुरक्षा कवच हो। मिलेर काम गरौं ताकि परीक्षाहरू डर र पीडाको नभई सिकाइ र विकासको अवसर बनुन्।